हाम्रो जाल पनि छ हैन अनि जाला हिँड्दै पनि गाइस कस्तो हुन्छ मेरो चाहिँ यहाँ छ घर हेर्नु केटाले देखि डराएको त लेन ट्याङ्की हाल्नु पर्छ गुड मर्निङ गाइस आज फेरि पनि म तपाईँहरूसँग एउटा नयाँ भिडियो लिएर आइसकेको छु र मेरो फेसबुक पेजमा तपाईँहरू नयाँ हुनुहुन्छ भने मेरो फेसबुक पेजलाई तपाईँहरूले फलो गरिदिइराख्नुहोस् गाइस हैन अनि सपोर्ट देखाउँदै गर्नुहोस् बिस्तारो अनि मेरो 500 पुग्न आँटेको छ नि 500 पनि पुऱ्याइदिनुहोस् अनि आज चाहिँ खास के विषय लिएर म भिडियो बनाउँदैछु भने आजको मेरो यो सानो मिनी ब्लग हैन मेरो गाउँको एकजना साथी बजार काम गर्छ त्यो पनि नयाँ आएको छ र यो त भाइलाई देखिरहनु भएको तपाईँले भिडियोमा हैन अनि नयाँ साथी यहाँ हिँड्दैछ बिस्तारो अन्त हामी चाहिँ आज सानो ड्राई पिकनिक त होइन तर पनि खाना पकाउनेहरूको जाँदैछौँ बिस्तारो अनि तपाईँहरूले वाच गर्नुहोस् अनि हामीले यहाँ बेगमा जाल पनि बोकिरहेको छौँ जाल पनि कसरी हान्छ त्यो पनि देखाउँछौँ मस्तानी भिडियोहरू पनि हुनेछ त्यो साथी यहाँ छ बढी चरक्क लागिरहेको छ गाइस कुराहरू मिल्दै बिस्तारो काम चरक्क लागिरहेको छ हो हातमा देखि बोल्दैछ मेरो फेसबुक च्यानललाई तपाईँहरूले जति भ्युज छ त्यति फलो पाउनु सक्दैन तर पनि अब तपाईँले मेरो भिडियो देखिजानुभयो भने चाहिँ फलो गरिदिनुहोस् भन्ने आशा राख्छु अनि हेर्नुहोस् आज भिडियोमा के हुँदैछ अब यो खोलाको पनि धेरै भयो होइन भिडियोहरू खोलाको मात्र आउँछ भनेर वाक्कै नमान्नु अब म अब होइन सपोर्ट चाहिन्छ नि त होइन सपोर्ट गरेर त अब कसले के गर्नु सक्छ र हजुरकै सपोर्टले त अब मान्छे अलिकति हुन्छ नि त होइन अब म सक्छु भन्ने क्षमता चाहिँ आउँछ नि त त्यही हो यस्तो छ वेदर चाहिँ अहिले फिलहाल हेर्नु सक्नुहुन्छ वेदर यस्तो भइरहेको छ मजाकै छ दिन तर अब भन्नु सकिँदैन किनकि यहाँ अब दार्जिलिङमा होइन बजारको इलाकामा त पानी पनि पर्दै गरेको हुनसक्छ नि त त्यो भएर भन्नु सक्दैन र हामी चाहिँ अब गाउँ पऱ्यो अहिले हो अन्त अहिले बाटो चाहिँ यस्तो मजाको छ यहाँ है बाटो गाइस अब यसो कमेन्टहरू पनि गर्दै गर्नुहोस् साथीको काम चाहिँ अब बेगमा हेर्नु सक्नुहुन्छ बजारबाट आएको नि त बजारमा त्यो खाले सुविस्ता हुँदैन पानी उयो गाउँमा हेरेर लुगा त्यसले लुगा रहेछ उयो बेगमा हेर्नुहोस् त्यो बेगमा चाहिँ यसको लुगा छ र हामी चाहिँ अहिले फिलहाल पुग्नुमा लाग्यौँ भनौँ न झन्डै झन्डै तपाईँहरूले वाच गर्नुहोस् न फुल भिडियो एक लाइक गऱ्यो भने क्या एक लाइक एक फलो एक सेयर र एक कमेन्ट गरिदिनु भने पनि काफी हो नि हामीलाई हिँड्दैछौँ अलिक छिटोमा बाटो लगाएको छ हामी आइपुग्न लाग्यो गाइस आइपुग्यौँ खोला गाइस पछिपट्टि जाल छ है मेरो यो बेगमा जाल छ होइन जाल हानेको पनि देखाउँछु म अनि पछि पनि राख्छौँ ठुलो पनि सानो पनि कति पनि पर्छ अथवा पनि पर्छ तपाईँहरू खेल्नु मात्रै पऱ्यो अनि सपोर्ट गर्नै पऱ्यो लाइक एक लाइक सेयर कमेन्ट ए गाइस हुन्छ नि यो खोला हेर्नु सक्नुहुन्छ तपाईँले यहाँबाट ए ठुलो भन्छ पानी लानुपर्छ टाँगा होइन टाँगो तल पाउँछ हौ छ नि माथि माथि
रेडी हुँदैछ अब चाहिँ ए सबै सामानहरू खोलामा टक्क आइपुग्यो म अलिकति अस्तिभन्दा अलिकति बढेको रहेछ अलिकति बढेको छु नि खोला चाहिँ उयो चाहिँ बल्छी रेडी गर्नु अन्त मेरो हो क्या टाँगो टक्कै अलिक टाङ्गो बाङ्गो रहेछ हजुर भाँच्यो भयो नि बडा यसमा चाहिँ अब जाल पनि छ होइन अहिले जाल हानेको पनि देखाउने छु गाइस कुरा चाहिँ बस्नुहोस् तपाईँहरूको इन्तजारमा जाल हो यो चाहिँ पानीमा खै त पार्नु पऱ्यो नि त अलिकति जाललाई नि गाइस नट त यति सानो छ कि यति सानो छ तपाईँले यहाँ देख्नु सक्नुहुन्छ हेर्नु क्यामेरामा त आउँदैन पनि रहेछ नि त बल्छी नर यति सानो छ माछा त आज रुन्छ होला हौ यिनीहरूले पनि रेडी पार्दैछ बल्छी होइन अनि हेर्नुहोस् बल्छी न यति छ म त यति हाल्दिनँ किनकि लामो हुन्छ नि त यो त्यो भएर ल हामी हेर्नुहोस् गाइस बल्छी चाहिँ रेडी भइसकेको छ बल्छी रेडी भइसकेको छ हेर्नुहोस् जाल धेरै अन्त हामी चुलाको तलासमा आएको थियौँ चुला भेटायौँ हेर्नु सक्नुहुन्छ चुला भेटायौँ पनि जालमा भिजाइराख्छ अन्त हामी अब माछा पक्रिन्छ तपाईँहरूले वेट गरेर हेर्नुहोस् कहाँ खेल्नुपर्छ नि हेर्नु सक्नुहुन्छ गाइस तपाईँहरूले यो हाल्नुहुन्छ अब यो चल्दैछ होइन गाइस यसलाई चाहिँ बिचरालाई आइया त भयो नि यसलाई के देख्यो अन्त अब अन्त अब चाहिँ जाल हाल्नु जानु आँटेको होइन अन्त हाम्रो केटा अनुप ओए यो जान्छ साथी अब जाल हाल्नु जानु आँटेको ल देखाइदिन्छु जाल हाल्नु ए आइया अन्त जाल चाहिँ कडा गाइस अब जाल लु हान्दै लेन ट्याङ्कीमा हाल्नुपर्छ कोही भाग्यो लोदो रहेछ चुपडुस भयो अन्त मान्छे नि अन्त ए जालमा परेको ए यो पक्रिनु बिचको टाइटमा हुँदैन माछा यतिमा त हामीले पक्रेको लाजै लाग्यो देख न ल हामी खाना खानु लाग्यौँ है हाम्रो अनुप भाइ यहाँ हाम्रो एकजना दाई हो अगो भाइ कस्तो हुँदैछ मेरो चाहिँ यहाँ छ कराईमै लगाइदिएको गाइस हुन्छ गाइस अब खाएर ल गाइस फेरि हामी चाहिँ अब घर फर्किनु लाग्यौँ है गाइस
खोलाबाट हामी भाइ यता हेर भाइ यता न यस ओ हक भाइ म खोलाबाट अब घर फर्किन लाग्यो हेर्नु न केटाहरूले देख्छु डराएर त धुइँदै रहेछ नि त देख्छु ठिकै छ नि त भात त पकाइस् थियो पुरा के अरे देख्छु हालेन गाइस कस्तो पारिदिएछ अन्त गाइस अन्त हाम्रो चाहिँ अब खोलामै बिच एक दिन चाहिँ यस्तै छ अहिले बाटो टाढो कलिएर सक्ने बाटो त्यसरी पनि देखिन्छ ठिकै छ अब फेरि हजुर अर्को भिडियोमा भेटौँ होला अब चाहिँ खोलाको होइन अरू भिडियो लिएर आउने छु हुन्छ गाइस भोलि बसिहाल्छ समाप्त गर्दै भोलिमा बसिहाल्छ तपाईँहरूसँग बिदा माग्दैछु हुन्छ गाइस के भन्छस् भनेको कुरा भन्नु परेको कुरा बिहान भनिहालेँ अगो भाइ के भन्छस् ल ल हुन्छ गाइस आजको भ्लग यतिमै भ्लग गरेँ यति समाप्त गर्दै हजुरसँग बिदा माग्दैछु हुन्छ गाइस लाइक फलो सेयर गरिदिनु